नमस्ते सबैजनालाई स्वागत छ मेरो अनिताज क्रोशे च्यानलमा। आज हामी सिक्ने छौं बेसिक क्रोशे स्टिचको बारेमा। मैले आज 7 स्टिचको बारेमा सिकाएकी छु। ध्यान दिएर हेर्नु होला है त। यदि यो चाहिँ नसिकी नहुने हो है, यदि तपाईहरु भर्खर सिक्दै हुनुहुन्छ भने यो जसरी नै बुझ्नुपर्छ। यदि नबुझे पछिको भिडियोहरु बुझ्न सक्नुहुन्न है। यसलाई भन्छ स्लिप नट। नम्बर 1 मा, 2 मा चेन, 3 मा स्लिप स्टिच, 4 मा सिंगल क्रोशे, 5 मा हाफ डबल क्रोशे, 6 मा डबल क्रोशे, 7 मा ट्रिपल क्रोशे है। यो चाहिँ बेसिक स्टिचहरु हो। यो चाहिँ कम्पलसरी सिक्नुपर्ने हुन्छ तपाईहरुले, यदि यो नजाने गाह्रो हुन्छ। त्यही भएर राम्रोसँग ध्यान दिएर हेर्नु होला। म अहिले सबै सिकाउँछु है त। ल है त, नम्बर 1 मा चाहिँ स्लिप नट है। 4 mm को हुक लिएकी छु। ल हेर्नुस् है त। धागो यसै बटार्ने अनि आफूतिर हुक धकल्ने, यसरी घुमाउने अनि धागो लिने है। यसरी लिएर यसरी, यसलाई चाहिँ स्लिप नट भन्छ है। फेरि एकचोटि है त। आफूतिर धकेल्ने, हुकलाई घुमाउने, धागो लिने है। यसलाई चाहिँ स्लिप नट भनिन्छ। फेरि अर्को किसिमले पनि सिकाउँछु है त म। यसरी राख्ने धागोलाई दुई चिम्टी हातले यसरी यो धागोलाई माथि तान्ने, यसरी है। यसरी लुप बनाए पनि हुन्छ। फेरि एकचोटि देखाउँछु। यसरी अनि दुई हात हालेर यसरी तान्ने है। यसरी बनाउनु भने हुन्छ। मलाई चाहिँ यसरी सजिलो लाग्छ। हुक आफूतिर धकेल्ने, घुमाउने, धागो लिने, यसलाई चाहिँ नट भन्छ है, स्लिप नट। अब पालो आयो चेनको है। चेन यसरी घुमाउने, पहिला स्लिप नट नै बनाउने, यसरी स्लिप नट नै बनाउने अनि यसरी 1 2 यसरी धागो लिने है। यसरी पसाउने 3 4 5 6 7 8 9 है। यसरी गर्नु है। यसलाई चाहिँ चेन भनिन्छ। यसैमा राख्छु। अब पालो आयो 3 नम्बरमा चाहिँ सिंगल क्रोशेको पालो आयो है। फेरि हामी स्लिप नट बनाउँछौं, चेन बनाउँछौं 1 2 3 4 5 6 7 8 9 है। अब सिंगल क्रोशे चाहिँ यो नेक्स्ट चेनबाट यसरी घुसाउने अनि लिने है। अनि 2 लुप्स चाहिँ एकैचोटि लिने। फेरि नेक्स्ट चेनबाट यसरी घुसाउने, यसरी प्र्याक्टिस गर्दै गर्नु। यसले लामो बनाउने कोसिस गर्नु होला। धेरैचोटि प्रयास गरेपछि राम्रो हुन्छ है। गिभ अप नगरिकन प्र्याक्टिस गरेको गरी गर्नु होला। है। अनि फेरि 1 चेन गरेर टर्न गर्दिने है।
सेम त्यही प्रोसेस है। अलि जुम गर्छु म। यसरी यो चाहिँ सानो र टाइट स्टिच धेरै स्टिचहरूमा प्रयोग हुन्छ यो धेरै प्रोजेक्टहरूमा। अनि यहाँबाट यसरी यो चाहिँ बुन्दै गयो भने यस्तो हुन्छ है। यस्तो मैले पर्स बनाएकी छु, यो पनि म पछि सिकाउँछु है। यो फ्लावर्सहरू कसरी बनाउने म खोलेर पनि देखाउँछु। पर्स कार्ड र पैसा राख्न मिल्छ। पैसा यहाँ कार्ड राख्ने है त। म पछि सिकाउँछु यो पनि यसरी नै गर्ने होला है त। सिंगल क्रोसेटको पालो सक्यो। अब हाफ डबल क्रोसेटको पालो आयो है। यसरी स्लिप नट बनाउनु, चेन बनाउनु। 1 2 3 4 5 6 7 8 9 त्यसपछि हाफ डबल क्रोसेट है। यस्तो गर्नु। यसरी नेक्स्ट चेनमा यो 3 लुप चाहिँ एकैचोटि लिनु होला। 1 है। फेरि यसरी लिनु। हाफ डबल क्रोसेट भनिन्छ यसलाई। यो चाहिँ ब्ल्याङ्केटहरू बुन्न प्रयोग गरिन्छ प्राय जसो कार्डिगन बनाउन। मेरो भिडियो लामो हुन्छ त्यही भएर म अलिक छिटो गर्ने कोसिस गर्छु। यसमा त पर्दैन, 1 चेन गरे हुन्छ है। 1 चेन गर्ने, फेरि टर्न गरिदिने, फेरि धागो लिने है। फेरि नेक्स्ट स्टेजमा हाल्ने है। सेम प्रोसेस। 1 सेम प्रोसेस गर्नु होला। ठुल्ठुलो बनाउने प्र्याक्टिस गर्नु तपाईहरु चाहिँ। मेरो भिडियो लामो हुन्छ त्यही भएर म धेरै बुन्दिन है। यसरी नै गर्दै जानु है। यो चाहिँ हाफ डबल क्रोसेट है। यो पनि यहाँ राख्दिन्छु। अब पालो आयो डबल क्रोसेट है। डबल क्रोसेटको पालो आयो। यसरी आफूतिर हुक्दा 1 2 3 4 5 6 7 8 9 हाफ डबल क्रोसेट चाहिँ यसरी धागो लिनु एकचोटि। अनि नेक्स्ट स्टेजमा चाहिँ यसरी हाल्नु अनि यसरी लिनु अनि 2 लुप मात्रै लिनु है। अहिले 2 लुप बाँकी हुन्छ, फेरि यसलाई पनि लिनु। यस्तो गर्नु
फेरि नेक्स्ट चेनमा अनि यसरी लिनु, फेरि 2 लुप मात्रै लिनु अनि फेरि बाँकी 2 लुप लिनु। यसरी सेम प्रोसेस गर्दै जानु है। यसलाई भन्छ डबल क्रोसे। एउटा चेन गर्नु, फेरि टर्न गर्नु, फेरि लिनु धागो, फेरि नेक्स्ट चेनमा घुसाउनु, सेम प्रोसेस गर्नु। अलि छिटो हुन्छ। ल है त यसरी नै लामो बनाउने कोसिस गर्नु है तपाईहरु। अब पालो आयो ट्रिपल क्रोसेको पालो आयो। यसरी लिनु होला, आफूतिर घुमाउने, नट बनाउने, चेन बनाउने, त्यसपछि 1 2 3 4 5 6 7 8 9 10। अब ट्रिपल है, ट्रिपल 1 2 दुईचोटि घुमाउने अनि 1 2 3 थर्ड चेनमा घुसाउने है। अनि एकचोटि दुईटा लुप लिने, 1 2 3 है, फेरि एकचोटि है, 1 2 2 टाइम लिने अनि नेक्स्ट चेनमा घुसाउने, 1 2 3 2 2 लुप गरेर लिनु है, 1 2 यसरी लिनु, फेरि 2 लुप, 1 2 3 सेम प्रोसेस, 1 2 1 2 3 1 2 1 2 3 again 1 2 2 3 है। यसरी नै फेरि 1 चेन 2 चेन 3 चेन गरेर फेरि यसरी टर्न गर्ने, फेरि 1 2 सेम प्रोसेस गर्दै जानु है। So 3 1 2 3
यसरी नै गर्दै जानु होला है। 1 2 3 यो चाहिँ ट्रिपल क्रोशे है। यो चाहिँ अब स्लिप स्टिचको पालो। अब स्लिप स्टिच चाहिँ यसरी 1 1 2 3 4 5 6 7 8 9 स्लिप स्टिच चाहिँ नेक्स्ट चेनमा यसरी घुसाउने यसरी अनि 1 लुप मात्रै यसरी घुसाउने। यो चाहिँ स्टिच जोड्न वा लाइनको अन्त्य गर्नलाई प्रयोग गरिन्छ। यो चाहिँ स्टिच चाहिँ स्लिप स्टिच। जोड्न र अन्त्य गर्न युज हुन्छ है। यसरी नै है म यहाँ राखिदिन्छु है। अब यो चाहिँ नट भइहाल्यो। यो चाहिँ स्लिप स्टिच, नट पछि चेन, चेन पछि स्लिप स्टिच अनि सिंगल क्रोशे, हाफ डबल क्रोशे, डबल क्रोशे अनि ट्रिपल क्रोशे है त। यतिसम्म हेरेर साथ दिनुभयो धेरै धन्यवाद। अब भोलिमा फ्लावर बनाउन सिकाउँछ है त, सिम्पल फ्लावर। थ्याङ्क यू यतिसम्म साथ दिनुभएकोमा। मन परे लाइक कमेन्ट सेयर पनि गरिदिनु होला। भोलि भेटौँला। बाई।